लिनाले अर्को एक एलिमिनेसन यहाँ उठाएको देख्न सकिन्छ 3 म्यान T2 के अब सबै टिमलाई आइडिया भइसक्यो एक्ज्याक्टली कोसँग हामी लड्दैछौँ त एक्ज्याक्टली हाम्रो अपोनेन्ट को हो त भनेर माहा अगाडिसम्मै जाँदैछ कोही स्पट हुन्छ कि भनेर यो होभरक्राफ्टले राम्रो गेम बनाउन चाहिँ सक्छ भाइ द वे लिना हातमा नेटको साथमा होभरक्राफ्ट फड्काउनको लागि बेस्ट अप्सन यदि कनेक्ट हुन्छ भने स्मोक लगाउँदै लगाउँदै महा सरप्राइज गर्ने गरी अगाडि बढिरहेको देखिरहेको छु म पोजिसन देख्दा बित्तिकै उनले नक निकाल्ने प्लान होला बट स्पट भएन त्यो स्निकी मुभलाई फ्लप गरिएको छ आडी अब यता ओपनिङ निक्लियो यो साइड क्लियर गर्ने भनेर सोच्न पनि सक्छ एमो सायद गाडीमा गएर लिएर आइन् उनले अब युटिलिटी त खासै बचेको छैन रितिका हो र त्यो बीचमा गाडी पड्किएर नक गाडीले कुचाउँदै जोसमा गएको छ आडी चिकन्नको लागि अगाडिपट्टि बढ्न खोज्दै थियो लिना जोसमा कन्फिडेन्समा अगाडि बढ्दा 2 डाउन आडीको 2 प्लेयर नक इनफ्याक्टमा निस्मा पनि डाउन लास्ट म्यान स्ट्यान्डिङ कोयुकी मैले भन्दै थिएँ दुई साइडमा फोकस भयो दुईटा टिममा प्लेयर फोकस भयो भने गाह्रो पर्छ आडीलाई पनि भनेर अब यता हेरौँ त होरले आरामले 3 एलिमिनेसन उठाउने भयो त्यो बीचमा T2 के अलिकति अगाडि मुभ गर्नुपर्ने सायद भेहिकल छैन अनि कोयुकीले पनि पुरा पिन गरेको अवस्था आडी कस्तो थ्रो भयो त यहाँ कोयुकीले सायाले फिनिश गरिदिन् चिकन डिनर पोजिसनबाट म्याच थ्रो भएको छ आडीको एउटा सानो मुभ लाइक माहाको गल्ती अनि फाइदा दुइटै भयो क्या यहाँ उनी स्नेकी मुभ गर्न अगाडिपट्टि जाँदै थिइन् गएर डस दिन्छु यहाँ नेड एङ्गल बनाउँछु भनेर त्यो पोसिबल रहेन एक नक निक्लियो आडी ओभर एग्रेसिभ भयो पुस गर्नको लागि त्यो बीचमा ट्रेड गर्न भ्याइयो 2-3 जनालाई अनि आडीलाई पुरा थ्रेट नै बाहिर निकालिएको छ नाउ इट्स 3v3 तल T2 के छ माथिपट्टि आडीको क्रेटबाट मजाले लुट होरले पाउने भयो बट लुटमा मात्रै फोकस नगरौँ अब प्लेयर स्पटिङमा अलिकति फोकस गरौँ महाले ध्यान दिएको देख्न सकिन्छ राइट साइडमा प्लेयर पोजिसन बारेमा प्लेयर फैलाएर राखिएको छ बीचमा जान मिल्दैन कभर त्यो एरियामा छैन पनि युटिलिटी गेम स्मोकहरू धेरै काम लाग्नेछ यो म्याच विनर बनेर दुईटा टिमको बीचको यो क्लास तेस्रो टिम निस्कियो लबीबाट बाहिर अलिकति अनएक्सपेक्टेड भयो उनीहरूको लागि यो सिचुएसन रेचल अगाडि बढ्दैछन् देख्न सकिन्छ अगाडिपट्टि ढुङ्गाको कभरमा भएको प्लेयरको बारेमा सायद इन्फो छैन जस्तो छ उनलाई तर गाडी छ भनेपछि इन्फो त अभियसली हुनुपर्ने हो त्यहाँ प्लेयरको प्रेजेन्सको बारेमा थ्रोएबल नभए यतिखेरसम्म त ट्राई गर्नुपर्ने अझैसम्म आँखा लगाइएको छैन जोकाको तर्फबाट स्पट गरिन्छ प्लेयरलाई डाउन निकाल्यो त्यहीँ भएको प्लेयरको बारेमा फाइनली आइडिया पाइएको थियो उनलाई थाहा थियो म त्यहाँ बस्नु भनेको मलाई नेड आउनु हो भनेर सो पोजिसन चेन्ज गर्न खोजेकी थिइन् उनले उनलाई डाउन निकालिएको छ साया एङ्गल बनाउने कोसिस त गर्दै थिइन् दियालाई पनि डाउन निकालियो अन्तिम एक प्लेयर साया यहाँबाट के गर्न सकिन्छ भन्ने कुरा हेर्न खोज्दैछन् उनी माथिल्लो साइडमा भएको प्लेयरको पोजिसनको बारेमा खासै आइडिया रहेको त छैन भन्ने कुरा थाहा पाउनेछौँ हामीले केही क्षणमा ओके ओपनमै भइसकेपछि फस्नु पाए केही बाध्यतै थियो त्यहाँ उनीहरूको लागि अरू अप्सनै थिएन भन्ने